भाइको आरिस गर्ने मान्छे हो के बुझ्नुभयो नि हिजोको दिनमा एउटा त्यो गर्ने मान्छे यता सुन्नु कुरा सोसियल मिडियाको कुराहरू मेरो रियालिटी कुरा सुन्नु पर्यो तपाईँले होइन कुल भाइ किन भनेको भन्दाखेरि हिजोको दिनमा त्यसले जब जस्तो भाइ बुहारीलाई एकदम होच्चाएर त्यो एउटा बोलेको थियो नि लाइभमा त्यसले गर्दा उसको सेकेन्ड गीत फ्लप भएको थियो थाहा छ तपाईँलाई कान्छी कता हिँडेको गीत सुपर हिट भएको थियो उसको सेकेन्ड गीत चाहिँ फ्लप भएको थियो अनि त्यही फ्लप भएको चाहिँ एवाइजेडमा चाहिँ मान्छेले चाहिँ उसको भाइ बुहारीको नाम लिँदै बित्तिकै उसको फिल्म चलोस् भनेर लिएको थियो त्यो मुखले भनेर हुँदैन नि आन्टी उसको पहिलाको वास्तविकता के थियो पुरानो उसको के थियो भन्ने कुरा जानु पर्छ त्यो मान्छे नै कतिले होइन मलाई त मन पर्दैन है त्यसको नामै मैले त्यो राखिदिएको पहिला त्यही सुरुमा स्टार्टिङमा त्यो सुरेश लामालाई भन्दा पहिला त्यसलाई गाली गर्न थालेको मैले थाहा छ सबैभन्दा भाइलाई हेट गर्ने मान्छेहरू त्यसको पनि छन् त्यहाँ भित्रका मान्छेहरू छन् सुरेश लामाका मान्छेहरू छैनन् थाहा छ कति रिस गर्छन् त्यो के अरे त्यो बन्टी भन्ने अनि त्यो जोन भन्ने भाइलाई गिराउने मान्छे यिनीहरू किन गिराएको भन्दाखेरि चाहिँ हिजोको दिन मुनसँग त्यो कुल भाइ जोइन हुन्थ्यो अनि त्यहाँ ठ्याक्कै यता पनि सेम त्यस्तै भयो त्योबाट यिनीहरू उसको भ्युवर्स घटाइदियो भाइले त्यही भएर सबैभन्दा बढी हेट गर्ने चाहिँ सुरेश लामाको भन्दा पनि त्यो कुल भाइको ग्याङहरू छन् थाहा छ तपाईँहरूलाई एमी गरेर हुन्छ त्यो पनि चोरै हो त्यो भन्छ मुखमा समाजमा आएर आमा भनेको सबै ठोक भन्छ नि त्यो मुखले भनेर आमा भनेको सबै ठोक हुँदैन म त एगेन्स्टमा है म त त्यसले गर्दै भाइलाई सपोर्ट गर्नलाई पुगेकोमा थाहा छ तपाईँलाई त्यसले गर्दा मैले सपोर्ट गर्न आएको हो म भाइलाई पहिला त्यो भाइ लाइभ आउने बेलामा चाहिँ त्यहाँ ग्याङ 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 भनेर आउँथेँ मलाई त मन पर्दैन मलाई पनि मन पर्दैन छोराले मन नपरेपछि मलाई पनि मन पर्दैन भनेको मात्रै हो भोटे के छ यो पछाडि पर्दैन म कहाँ हराएको भोटेले चाहिँ गर्नु गर्छ ओ अहिलेसम्म रमेशलाई छोरा आएन भोटेले म त स्ट्रेट फरवर्ड हो मान्छे हो कि मलाई त्यो कुनै कुराहरू चबाएर बोल्नु मन लाग्दैन कि तर रियलिटी त्यही हो कि होला उसले गर्यो प्रगति गर्यो गरोस् उसको त्यो आफ्नो ठाउँमा छ कि तर रियलिटी कुरा गरिदिएको खास हामी आउनु परेको बोल्नु परेको चाहिँ उसकै कारणले आएको क्या त्यसले रिस्क गर्छ क्या भाइको मुखले त मलाई फाइदा हुन्छ नि म पनि त्यो प्रधानमन्त्री भ्रष्टाचार उसको पनि तारिफ गरिदिन्छु न तारिफ गरेको भरमा हुन्छ र त्यो तारिफ गरेको मान्छेको नियत चाहिँ कुन नियतले गरिरहेको छ भन्ने कुरामा भर पर्ने हो क्या आन्टी त्यो तपाईँहरू कस्तो हुन्छ भने त्यो भेडा टाइपको के कसैले तारिफ गर्दै भन्दैमा वा पत्तै हाल्ने हिजोको दिनमा त्यो ओमिआएर लायन हाने पत्तै हाल्ने राजा बनाउने त्यस्तो होइन म त रियलिटी के हो त्यो सत्यता हो त्यसले एउटा इन्टरभ्यू राम्रो भन्यो भने के गर्नु उसको मनमा पाप छ उसले मनमा रिस गर्छ के फाइदा त्यो मुखले चाहिँ म पनि भनिदिन्छु म पनि तारिफ गरिदिन्छु मलाई फाइदा हुन्छ नि म पनि तारिफ गरिदिन्छु भाइ बुवालाई तारिफ गरेर उसलाई फाइदा मिल्छ त त्यही भएर तारिफ गरेको छ नि उसलाई त्यो घाटा हुन्थ्यो उसले गर्दै गर्ने छैन त्यो हो क्या आन्टी बुझ्नुभयो नि त्यो कुरा हजुर बुझेँ सर बुझेँ बेला बेलामा कहिले कहिले नबुझ्दैन छोराले बुझाउनु पर्यो छोराले नबुझ्दैन आन्टीले बुझाउनु पर्यो होइन र जान्छु उनीहरूको फ्यान बेस उनीहरूको फ्यान उनीहरूको फेक आइडीबाटै उनीहरूको यति भिडियो बिगार यति फ्यान क्रेज छ यति मान्छेहरू छ जो मान्छे चर्चामा छ उसको त नाम लिइहाल्छ नि तारिफ गरिहाल्छ नि जब दुःख परेको बेलामा जब अप्ठ्यारो परेको बेला अझसम्म कोही मान्छेहरू बोलेको थियो यिनीहरू होस्टरहरू बोलेको थियो जब आफ्नो फिल्म आउँछ जब आफ्नो गीत चल्छ जब कसैलाई त्यो आउनुपर्छ अनि बल्ल नाम लिएर चाहिँ एप्रिसिएट गर्नुपर्ने अगर सच्चा सपोर्टरै थियो साँच्चा रेस्पेक्टै गर्थ्यो भने हिजोको दिनमा सारा दुनियाँले त्यो एउटा टाइम स्पिक आउट गर्न सकिन्थेन होस्टरहरू सब भाइ नेपालको सब चुतिया होस्ट सब जल्छ भाइदेखि थाहा छ कोही मान्छे बोल्यो भाइको लागि बोलेन सारा नेपालीले सारा त्यो पनि छक्का त्यसको कुरा नभन्नु सारा दुनियाँले यस्तो कुपुत्र दुनियाँ दिवाना मान्छेलाई जिउँदो मान्छेलाई मारे दुनियाँ दिवाना गरे त्यो दिन हामीले बिर्सेको छ छैन उनीहरू साँच्चै नै सपोर्टर हुँदैन उनीहरू एउटा उनीहरूको होस्टर भएर एउटा ठुलो होस्टर भएर उनीहरूले बोल्नु र हामीले बोल्नुमा धेरै डिफ्रेन्स हुन्छ म बोल्नु र उनीहरू एउटा होस्टरले बोलिदिएको भए कति चाहिँ फरक पर्थ्यो त उनीहरू त मजा लिएर बसे जब उनीहरूलाई फाइदा हुन्छ जब उनीहरूको फिल्म आउँछ जब उनीहरूलाई चाहिन्छ एवाइजे सपोर्ट लिन आउँछ त्यो पनि फेक हो कि रियलिटी भनेको त्यो तरिकाले जानेको सच्चा मन भएको मान्छेले सपोर्ट गर्छ कि त्यो त आफ्नो फाइदाको लागि चाहिँ जसले पनि जसलाई पनि तारिफ गरिदिन्छ मैले पनि गरिदिन्छु कुरा सही हो
त्यो रविचन्द्र ठकुरीले अहिपछि त्यही भाइ बुहारीको हिजोको दिनमा त्यही एवाइजेडको मान्छेले फलो गरेर उसको 1 मिलियन प्लिज भाइ आइस भाइ प्लिज भाइ भन्दै बस्यो होइन। अनि जब भाइलाई बुहारीलाई अप्ठ्यारो ऊ एक शब्द त्यो रविचन्द्र भन्नेलाई त त्यो ऊ थियो नि त्यो त्यसको बिग म्याच थियो नि अनि भाइले भनेर म गएर त्यसलाई गिफ्ट गरिदिएको अलिअलि धेरै त गरिन होइन अलिअलि गरेको त उतिकै नै फलो ब्याक गरेको भाइ उहाँ एक दिन मैले ल्याएर हाम्रो त्यो मैले ब्ल्याक आउटबाट आइडीबाट ठोक्ने बेला मलाई फलो गरेर अचम्मै परेको मलाई मन पर्दैन नि भाइले भनेर नि गएर हान्देको त उतिखेर फलो दिन्छ म छक्कै परे। मान्छे त्यहाँबाट चिन्ने हो कि मान्छे त्यहाँबाट चिन्ने सुखको बेलामा मान्छे सबै साथमा हुन्छ कि जब दुःख परेको बेला भन्छ अप्ठ्यारो परेको त्यो ठाउँमा त्यो टाइममा चाहिँ मान्छे साथमा हुनु पर्यो कि। अब हामी बोल्नु नेपालमा यति कति होस्टरहरू छन् हिजोको दिनमा त्यही भाइलाई एप्रिसिएट गरेर उनीहरूले फेम भ्युज लाइक्स कमाए होइन उनीहरूको फलोवर्स बढाए भाइसँग गेम खेल यता मान्छे भएको उता गरेर ट्याप ट्याप गरे के एउटा मान्छे बोलेको देख्नुभयो तपाईँले भाइको बारेमा एउटा मान्छे बोलेको देख्नुभयो अनि कहाँबाट चाहिँ यिनीहरू चाहिँ रियालिटी हुन्छ कहाँबाट चाहिँ टोटली रियल हुन्छ उल्टै एगेन्स्टमा थियो यिनीहरू त उल्टै एगेन्स्टमा थियो भाइको उनीहरूलाई मजा आइरहेको थियो रिस थियो राग थियो भाइलाई त्यो बिचरा टुरो भाइलाई खाथ्यो हुन्थ्यो कि भाइ भाइले फेरि भनिबाट पारेर फेरि दुलाभित्र पसेर आए हुन्थ्यो पनि जसले जे भन्यो भने के भयो त सपोर्ट गर्नेले सपोर्ट गरिहाल्छन् है किन होला है भाइ हराएको म त छक्कै पर्छु भाइ आउनुपर्छ अब यस्तो छ कि दिदी यिनीहरूको सबैको मुख बिग्रियो मुखमा बुझो लाउँथ्यो के सबिना दिदी अब हामी अलिकति बोल्यो भने अब आजभोलि त हामी बोल्यो भने हेटर्स लगाइदिन्छ कि जस्तै अब एक दुईजना नमुनाहरू हुन्छ नि हामीलाई हेटर बनाइदिन्छ किनभने भाइ आउनुपर्छ हामीले त उसलाई अझ स्ट्रङ बनाउनुपर्छ कोही पनि मान्छे बिरामी छ त्यो तरिकाले जाने होइन कि आउने हो बोल्ने हो दिदी बहिनी यस्तो माया गर्ने दिदी बहिनीहरू छ दाजुभाइहरू छ उसको लागि कति छ नि अब होला भाइको पनि केही प्रब्लम होला अब बोल्नु अलिकति त्यो होला होइन हुन्छ प्रब्लम त भइहाल्छ नि लाइफ भनेकै त्यही त हो नि फेस गर्ने कहिले अप हुन्छ कहिले डाउन हुन्छ सधैँभरि एउटै त कहाँ हुन्छ त त्यही भएर मलाई यस्तो कुराहरू यो मलाई कुरा चित्तै बुझ्दैन है त्यो अन्टी जस्तो भन्यो कुलबाईले यस्तो भन्यो हामी भनेको त एकदम हो के कमल हुन्छ एउटा शब्द बोल्दा बित्तिकै हामीलाई भने जस्तो हुन्छ के नि कमलो मन यसो बाबुलाई राम्रो गर भन्ने भने मक्क पर्छ एक शब्द भन्यो भने उसको रिपोर्ट गरिहाल्ने त्यस्तो के एकदममा कमलो मन भन्दा पनि दिदी अब हिजोको दिनमा भाइलाई होइन ल जे भए पनि उसलाई यसको आफ्नो फ्यामिलीबाट त्यो हुँदा पनि सारा नेपालले कतिसम्म गाली गरेको थियो कतिसम्म सरापेको थियो होइन हो किन भन त कतिसम्म सरापेको यो रविचन्द्र छक्का होइन अब बोडी त बनाएको छ बोडी देखाएको छ त्यो दिनभरि भिखाले जस्तो भिख मागेर बस्छ हिजोको दिन त्यसलाई मन ठोकेर आएर हामीसँग आएर ब्ल्याकआउट सरी भनेर गएको नि हो त्यो मान्छे होइन गएको हो नि हिजोको दिनमा त्यसको 1 मिलियन फलोवर्स बनाउन भाइलाई दिन जहिलेसुकै जोइन गरेँ कति बेला त्यो बुहारीलाई जोइन गर्ने कति बेला भाइलाई जोइन गरेर मेरोमा 1 मिलियन बनाउँदै रुँदै तल कट्टुबाट पिसाब फेर्दै बस्ने मान्छे त्यो होइन अनि त्यस्तो अनि पछि चाहिँ अलिकति केही कुराहरू भयो भने चाहिँ उसलाई डिसरेस्पेक्ट गर्ने उसलाई खिल्ली उडाउने मजाक गराउने उसले खिल्ली उडाएको थियो एक दिन त्यहाँबाट चाहिँ बोल्न छोडेको एक दिन चाहिँ हामीले हाम्रो ब्रोडहरूमा ल्याएर उसलाई सरी मागेको थियो नि त्यहाँबाट ऊ बोल्न छोडेको कि अलिकति अनि यो अब यिनीहरू भनेको यो नेपालका होस्टरहरू अरू जति पनि छन् कमसेकम हामीले बोल्नुभन्दा उनीहरूले पनि बोल्न सक्छ नि के राइट के रङ भन्ने छुटाउन सकिन्छ यिनीहरू त मजाले अझ उल्टै त्यहाँ त्यो बलेको आगोमा घिउ थप्ने काम गरे कि अनि यस्तो मान्छेलाई चाहिँ हामीले चाहिँ ओहो भन्छ यिनीहरूको फिल्म हेर्नु पैसा कति कमाए यिनीहरूले त्यो टाइममा त्यही भएर मलाई त्यस्तो लाग्दैन है मतलब त्यो कोही पनि चिन्दैन जे हो त्यही भन्ने हो गल्ती भाइले गल्ती गर्छ नि भाइलाई पनि गाली गर्ने हो म चाहिँ त्यस्तो मान्छे हो त्यस्तो त्यो दोहोरो कुरा कसैले तारिफ गर्यो भन्दै मक्क पर्ने कसैले कुरा गर्यो भन्दैमा त्यो भेडा बनेर गर्ने होइन रियालिटी के हो बुझ्ने हो जब मान्छे चाहिने भनेकै दुःखको टाइममा चाहिने हो कि सुखको टाइममा जो पनि हुन्छ दुश्मनले पनि साथ दिन्छ जब अप्ठ्यारो पर्छ त्यो टाइममा मान्छेले साथ दिनुपर्छ क्या त्यो टाइममै दिएको छ नि यिनीहरूले यो झोलेहरूले ओली दाइले कति सपोर्ट गर्यो थाहा छ
हो नि त टिकटकमा एउटा होस्टले ओली दाइले चाहिँ त्यो दुःखको टाइममा चाहिँ एउटा होस्टरले चाहिँ सपोर्ट गरेको है ओली दाइले हो चाहिँ हो मैले रेस्पेक्ट त्यो गर्नुपर्छ ओलीले चाहिँ कहिल्यै भनेन अस्ति भाइको त्यो आउँदाखेरि है कस्तो राम्रो मेसेजको भिडियो हालेको थियो है ओली दाइले हो त्यही भएर मलाई रेस्पेक्ट लाग्छ कि म चाहिँ भाइलाई चाहिँ धेरै माया गर्छु होइन त्यो भाइको बारेमा राम्रो गऱ्यो भने मलाई राम्रो लाग्छ कि खै भाइ आउँदैन कहाँ गएको आए त हुन्थ्यो कहिले आउँछ कुर्दा कुर्दा अब त बिर्से जस्तो नि हुन लाग्यो भाइ आउँछ 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 म त त्यस्तो भयो भने रिना बाबु नानु भाइलाई त्यो के कसैले केही भनेर कहिलेकाहीँ मन खिन्न भाइ भाइ छोरा ए बेकार भने जस्तो हुन्छ के भएर झरेको म नेट स्लो भएर होला नि खै ठ्याक्क त्यो भिडियो म त भिडियो हेर्छु के त्यो मैले जुन दिनबाट बाबुलाई मन के अरे सपोर्ट गर्छु भनेर आँट गरेँ त्यो भिडियो हेरेर बसेँ अनि त्यो भिडियो हेऱ्यो भने त सबै रुन्छ हो कस्तो आँसु आउने गरेर भनेको छु बिचरा त्यो बेला आजभन्दा कति वर्ष 2 वर्ष अगाडिको भिडियो त्यो म त हरेक मोबाइलमा सेभ गरेर राखेको छु त्यो भिडियो नै यहाँ हरेक कुराहरू छ त्यो भाइको इमोसनल्ली फ्यामिलीदेखि लिएर हरेक कुराहरू सबै कुराहरू छ क्या यत्तिकै हामी एट्याच भएको होइन नि त म चाहिँ पहिला भाइ हो मेरो चाहिँ भाइ हो है म त अरू चिन्दैन होइन म त पहिला आज नेपाली हो नेपाली छोरो हो होइन म त्यो एवाइजेड पनि चिन्दैन केही पनि चिन्दैन म आज नेपाली भएर एउटा नेपाली छोरालाई सपोर्ट गर्ने मान्छे हो कि त्यो सपोर्ट गर्नलाई भाइको बारेमा बोल्नलाई त्यो एवाइजेड नै हुनुपर्छ भन्ने पनि छैन कि थाहा छ नि त्यो नामै लिएर बस्नुपर्छ भन्ने पनि छैन कि मेरो मर्जी हो तर भाइलाई कसैले टच गर्छ भने चाहिँ म चाहिँ छोड्दिनँ होइन त्यही हो हिजोको दिनमा छोडेको पनि होइन र छोड्ने पनि छैन भाइले गर्दा भाइको क्लोजमा भएको मान्छेलाई पनि सपोर्ट गरिन्छ होइन तर भाइ भनेको नेपाली हो पहिला कतिपय मान्छेले के भन्छ त्यो बोल्नु छ भने एवाइजेटै नभए पनि किन बोल्नु रे तिमीहरूको भएको वीरता हो नबोल्नलाई भाइ नेपाली होइन पहिला चाहिँ जन्मिने बेलामा चाहिँ कट्टुको उसमा चाहिँ के अरे उसमा चाहिँ नाइटोमा चाहिँ एवाइजेट लेखेर जन्मेको हो र त्यो पछि पो भएको होइन पछि पो सम्मान गरेको एप्रिसिएट गरेको पहिला त नेपाली छोरो हो नि त ऊ त म त आज नेपाली भएर माया गरेको उसलाई त्यो त पछि भएको हो त्यो कुराहरू कतिपय त्यो बच्चाहरूलाई चाहिँ भाइले कस्तोसम्म सिकाएको एउटा स्कुल जाने बच्चालाई होइन आफ्नो 50 रुपियाँ टिफिन खाने आमाले चाउचा किन्न पैसा दियो भने 25 रुपियाँ चाहिँ म आयुष भाइलाई डोनेसन गर्छु 25 रुपियाँको चाहिँ म चाउचा किनेर खान्छु त्यतिसम्म मान्छेलाई त्यो दिमागमा त्यो गरेको छ क्या भाइले होला त्यो होला बनायो पछि भयो त्यो एवाइजेड पनि भयो त्यो सबै कुराहरू भयो होला त्यो कुरालाई पनि सम्मान छ रेस्पेक्ट छ तर त्योभन्दा माथि चाहिँ मेरो त्योभन्दा माथि चाहिँ म नेपाली हो कि पहिला म नेपाली भएर हेर्छु अनि त्यसपछि बल्ल त्यो यताउता अग्रम बग्रम यो सोसल दुनियाँ दिवानाहरू चाहिँ हेर्छु कि मैले चाहिँ फेरि है म एकदम त्यो त्यस्तो त्यो अलिकति फरवर्ड दिमाग लाएर हिँड्ने मान्छे हो कि त्यस्तो त्यो के अरे त्यो एउटै सतलमा हिँड्ने होइन कि गुड छोरा हो ठीक भयो अहिले बोल्दा बोल्दै धेरै बोली पठाउँछ बोल्नु न झार्ने हाम्रो बटन छ नि हाउसमा जब बटन छ होइन यो आइडीमा बटन छ नि बटन भयो भने पनि त्यो थिच्नु पनि सोच्नुपर्छ अनि 10 चोटि सोचेर मात्रै थिच्नुपर्छ के गर्नु खोलिहाल्छ एकछिन बटन थिचेर नि के भयो त अनि त्यस्तो खोल्ने मुडमा छैन होइन हाइपर यस्तो कुराहरूमा बोल्यो मलाई हाइपर हुन्छ नि त आन्टी त्यस्तो कुराहरू के भन्छ यस्तो रियालिटी कुराहरू गर्नुपर्छ कि बेला बेलामा कहिलेकाहीँ गर्नुपर्छ बटन थिच्दियो भने अहिले प्राइभेटमा हजुर मलाई कम त ठोक्थ्यो होला है बाबुले है 2 जना के खाएको किन मेरो म अफ गरेको भाइले ल्याएको बुहारीलाई नि माया गर्नुपर्छ हामीले गर्नुपर्छ दिदी गर्नुपर्छ हामीले गर्छ यस्तो हो कि मेरो भनाइ चाहिँ कस्तो भने अब गर्ने मान्छेले गर्नुपर्छ भनेर यस्तो हुन्छ नि त के भन्छ अरे अब कोही एउटा कुनै पनि काममा कोही म्यानेजर हुन्छ कोही सुपरभाइजर हुन्छ कोही क्लिनर हुन्छ कोही स्टाफ हुन्छ सबैको आफ्नो त्यो हुन्छ कि आफ्नो त्यो खालको हुन्छ कि जसको जति सोच्ने क्षमता छ त्यति नै सोच्ने हो जति सोच्ने विवेक छ त्यति नै गर्ने हो कि रेस्पेक्ट गर्ने मान्छेले गर्छ सबैले गरिराखेको छ
तर यहाँ कुराहरू यस्तो कुराहरू गऱ्यो भने धेरै कुराहरू खुल्छ कि त्यही भएर यस्तो कुराहरू नबोलौँ त्यस्तो कुराहरूले झन् त्यो नेगेटिभिटी फैलिन्छ भनेर मात्र हो अब सोसल मिडियामा देखेको जस्तो कुराहरू सबैले गर्छ हो सबैले गर्छ गएर ट्याप ट्याप गर्दैमा गिफ्टिङ दिँदैमै माया हुँदैन माया भनेको मनमा हुन्छ ट्याप ट्याप गर्न र गिफ्टिङ गर्नलाई त ऱ्यान्डमली अरू मान्छे आएर नि गरिदिइरहन्छन् तिनीहरू पनि माया हुन् हो मैले त्यस्तो भयो त्यो भन्ने यो भाइलाई त्यो भन्दै गर्दाखेरि चाहिँ किनभने त्यो उसलाई नगरेको भनेको होइन भाइलाई गर्दा बित्तिकै उसलाई पनि गरेको हो कि दिदी बुझ्नुभयो नि भाइलाई गर्दा बित्तिकै उसलाई पनि भएको हो कि ल गाइजहरु म त झरे है काममा जाने बेला भयो अहिले पछि कुरा गरौँला होस् गाइजहरु होस् दिदी होस् लास्टचोटि हाँसेर जानु ल ल बाइ दिदीको हाँसो र बोली चाहिँ साह्रै मिठो कि है त्यस्तो कुरा भनेको होइन माया त्यही भएर दुबईमा विशेष नगरेर नेपालमा गाडीकोडी हुने होइन हाम्रो दिदीबहिनीहरू इनोसेन्ट हुनुहुन्छ अब इनोसेन्ट मान्छेलाई त्यही तरिकाले सोचौँ केही नभनौँ अब भोलिको दिनमा अब त्यस्तो कुराहरू पाइहाल्यो भने भन्नु पनि पर्छ गर्नु पनि पर्छ तर अहिले जरुरत छैन राम्रै छ ठिकै छ ठिक छ तर अब यो के अरे यो मान्छेले तारिफ गऱ्यो भने आन्टीलाई चाहिँ मैले आन्टीले गर्दै कन्टेन्ट निक्लेको के आन्टीको गलत हो खास यो टपिक निकाल्नुमा आन्टीको दोष छ फोक्कटमा त्यो कुल बाइलाई त्यो यहाँ तारिफ गऱ्यो भने मक्क तारिफ आउन निकाल्नु भयो बेकारमा गाली खायो बिचराले अब हेर बेकारमा गाली खायो त्यसको त मैले पहिला नामाकरण पनि गरिदिएको थिएँ जीबाट राम राखेर खतरा पनि भाइरल त्यति बेला थाहा छ आन्टी त्यति बेला मेरो एउटा आइडी थियो नि त्यति बेला त्यसलाई ठोक्ने बेलामा कस्तो भाइरल भएको थियो त्यो आइडी मेरो आइडी म जमाना देख्यो नि थाहा छ नमस्कार साथीहरू यस च्यानलमा हजुरहरूलाई स्वागत छ साथीहरू यस च्यानलमा ब्लगिङ भिडियो तथा टिकटक लाइभ भिडियोका साथै अन्य मनोरञ्जनात्मक भिडियो हेरेर आनन्द लिन सक्नुहुनेछ त्यसैले साथीहरू यस च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला भने हार्दिक अनुरोध गर्दछु र साथीहरू यदि यो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला र भिडियो राम्रो लाग्छ भने प्लिज एक लाइक गरेर छोडिदिनु होला है अब लागौँ भिडियो